मेरा प्यारा साथीहरू नमस्कार, स्वागत छ आजको भिडियोमा। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन हामी सबैको दैनिकीमा गहिरोसँग जोडिएको छ। नेपाली सामाजिक सञ्जाल ग्ल्यामर भन्दा बाहिर। आज हामी देख्नेछौँ कि सामाजिक सञ्जालमा देखिने चमक दमक, उच्च जीवनशैली, महँगा घर, महँगा गाडी, ठुला पार्टी र आकर्षक फोटोहरूको चाङ, आकर्षक भिडियोहरूको चाङ। साँचो वास्तविकता के हो? स्क्रिनको चमक दमक भित्र एउटा अर्को संसार बस्छ, जहाँ मानिसहरू मुस्कुराइरहेका हुन्छन् तर मनभित्र रोइरहेका हुन्छन्, जहाँ फोटोहरू पर्फेक्ट हुन्छन् तर वास्तविकता अव्यवस्थित। आजको हाम्रो डकुमेन्ट्री यही अदृश्य संसारको यात्रा हो। केही वर्ष अघि सामाजिक सञ्जाल नेपालमा केवल मनोरञ्जनको माध्यम थियो। मित्रता, परिवारसँग जोडिन, केही रमाइलो फोटो राख्न। तर अहिले सामाजिक सञ्जाल जीवनशैलीको मापन, सफलताको आधार र पहिचानको स्रोत बनिसकेको छ। टिकटक, इन्स्टाग्राम, फेसबुक, युट्युब सबै प्लेटफर्ममा एक प्रतिस्पर्धा छ। कसले बढी चम्किलो जीवन देखाउन सक्ने? अब मानिसहरू अनुभवको लागि होइन, क्यामेराको लागि बाँच्न थालेका छन्। भ्रमण मनोरञ्जनको लागि होइन, फोटो निकाल्न। खाना स्वादको लागि होइन, पोस्ट बनाउनेको लागि। जन्मदिन पार्टी आनन्दको लागि होइन, भिडियो बनाउनको लागि हो। सामाजिक सञ्जालले जीवनको दृश्य मूल्य बनाइदिएको छ। के देखिन्छ त्यही महत्त्वपूर्ण, जे देखिँदैन त्यो मान्य छैन। फिल्टर एवं एडिटिङ यी सबैले मानिसलाई पर्फेक्ट देखिने बनाउँछ, तर त्यही पर्फेक्सन दैनिक जीवनमा सम्भव छैन। यही कारण नेपाली युवाहरूमा पर्फेक्ट देखिनुपर्ने दबाब बढेको छ। धेरै युवाहरूले स्वीकार गर्छन्, सामाजिक सञ्जाल हेरेपछि आफूलाई कमजोर, असफल र नाकाम जस्तै महसुस हुन्छ। यो मनोवैज्ञानिक दबाब अदृश्य छ तर गहिरो छ। सामाजिक सञ्जालले तुलना सिर्जना गरेको छ। कसले कति राम्रो जुत्ता लगाए, कसले कति उत्कृष्ट फोन किन्यो, कसले विदेश घुम्यो, कसको रिल बढी भाइरल भयो। यी प्रश्नहरूले आत्मविश्वास कमजोर पारेको छ। मानिस अब आफूलाई हेर्दैन, बरु कसरी बाँचिरहेका छन्, अरू कसरी बाँचिरहेका छन् त्यही मात्र हेर्छ। नेपालमा इन्फ्लुएन्सर बन्ने सपना धेरै छ। यसले अवसर, पैसा, सम्मान दिन सक्छ र धेरै इन्फ्लुएन्सरले सकारात्मक प्रभाव पनि पारिसकेका छन्। फिटनेस, शिक्षा, व्यवसाय, प्रेरणा। तर उज्यालो सँगसँगै एउटा अन्धकार पनि छ। स्पोन्सर कन्टेन्टलाई यथार्थ जस्तै देखाइन्छ। झुट जीवनशैली प्रदर्शनी गरी युवा पुस्तालाई भ्रम पारिन्छ। केही इन्फ्लुएन्सरले नैतिक सीमाभन्दा बाहिर गएर लोकप्रियता खोज्छन्। ग्ल्यामरको पछाडि एउटा ठुलो व्यवसाय लुकेको छ। एडभर्टाइजमेन्ट, ब्रान्ड प्रमोसन, पेट सहयोग। यी सबैले मानिसलाई चम्किलो जीवन देखाउन प्रेरित गर्छ। फिल्टर गरिएको फोटोले उत्पादन बेचिन्छ। पर्फेक्ट दृश्य ब्रान्डलाई करोडौँ कमाइदिन्छ। र यही व्यावसायिक दबावले युवालाई नक्कली जीवन बाँच्न सिकाउँदैछ। नेपालमा सामाजिक सञ्जालका कारण मानसिक समस्या तीव्र हुँदैछ। डिप्रेसन, एन्जाइटी, लज्जाबोध, आत्मग्लानि यी समस्या बढ्दैछन्।
कसैले देख्दैन, कसैलाई थाहा हुँदैन, तर हजारौं युवाहरू भित्रभित्रै पीडित छन्। लाइक, कमेन्ट, सेयर यी सबै क्षणिक हुन्, तर मानिस यी क्षणिक मान्यतामा निर्भर भइरहेका छन्। जनताको ध्यान पाउन कसैले रिस्क लिन्छ, कसैले विवाद बनाउँछ, कसैले आफ्नो पहिचान नै बदलिदिन्छ। परिणाम वास्तविक जीवन कहिल्यै त्यति सन्तोषजनक लाग्दैन। यस कथामा आशा पनि छ। सामाजिक सञ्जाल मार्फत धेरै युवाले सिप सिकेका छन्, व्यवसाय बढाएका छन्, नयाँ अवसर पाएका छन्। ग्ल्यामर भन्दा बाहिर सामाजिक सञ्जाल परिवर्तनको शक्तिशाली माध्यम पनि हुन सक्छ, यदि सही रूपमा प्रयोग गरियो भने। अब समय आएको छ सामाजिक सञ्जाललाई सही दिशामा प्रयोग गर्ने। हामीले के गर्नुपर्छ? वास्तविकता स्वीकार गर्ने, तुलना गर्ने बानी छोड्ने, पर्फेक्ट देखिनुपर्ने संस्कार तोड्ने, डिजिटल ब्रेक लिने, सकारात्मक सामग्री सिर्जना गर्ने, ग्ल्यामर होइन ज्ञानलाई प्राथमिकता दिने। हामी परिवर्तन चाहन्छौँ भने हामी आफैले चाल्नुपर्छ। हामी परिवर्तन चाहन्छौँ भने पहिलो कदम हामीले नै चाल्नुपर्छ। ग्ल्यामर सुन्दर हुन्छ, तर त्यही ग्ल्यामरले कहिलेकाहीँ सत्यलाई छायामा पुर्याउँछ। आजको डकुमेन्ट्रीले तपाईलाई सामाजिक सञ्जालको बाहिरी चक्र, भित्री चक्र मात्र होइन, बाहिर भित्रै खोलिदिने भित्रको वास्तविकता पनि देखाइदिएको आशा गर्दछु। धन्यवाद। फेरि अर्को सामग्रीमा भेट होला।